हेलो गाइज गुड मर्निङ अहिले चाहिँ हामी उठिसकेको छ होइन 6 बजे अब माथि जानलाई रेडी हुनु लाग्छ लुगासुगा लगाइसक्यौँ होइन भाइ के छ त खै आइदिएँ त जाडो छ होइन रुम चाहिँ यो मस्त छ र अब अगाडि बन्दै जानेछौँ भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला है त साह्रो भर घाम बजाउनु लगाइसकेको छन् है भाइ यसो हेर्नु यता हेर्नु ल साथीहरू ओइ खै के मस्त देखिँदो रहेछ गाइज अहिले चाहिँ हामी सनराइज हेर्नुलाई होटेलबाट पनि देखिन्छ तर हामी होइन जिद्दी सहिले अब किनभने घुम्नलाई भन्न डाँडैमा आइपुग्नु है भाइ अनि माथि आइसक्यो होइन अहिले त माथि नै आइसक्यो अब जुन बेलासम्म हामी ठ्याक्कै डाँडैमा पुग्छ तर घाम देखियो उज्यालो देखियो घाम चाहिँ हुँदैछ छैन काम त लाग्दा त मस्त देखिँदैन भाइ सही सही उहाँले साथ दिन्छ नि Caramba. Anh đại खै जान्छ अहिले आइसक्यो यहाँ डाँडामा डाँडा त आइपुगिहाल्यो तर चिसो चाहिँ घामले केही देखिँदो रहेछ चस्मा ल्याउनु बिर्सेछ है घामले यहाँ छेक्किनु छाया पर्दो रहेछ ल गाइज हामी चाहिँ आज सैलुङ आइपुगिसकेको छौँ होइन सैलुङमा आएर फोटोसोटो खिचिसक्यो अब त तलतिर लाग्दैछौँ अनि खेर आएर अब तलतिर झरिसकेपछि चाहिँ होटलमा गएर ब्रेकफास्ट गर्ने 11 बजे गाडी चढ्ने काठमाडौँ जाने भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला किप वाचिङ हामी पनि छौँ किप वाचिङ अस हामीलाई हेर्नु होला त्यसलाई बाई बाई सैलुङ डायरिज मा चाहिँ त्यही हो होइन अब हामी चाहिँ गयो होइन हिजो गएको थियौँ है तपाईँहरू आउनु सक्नुहुन्छ तलतिर भ्यू हेर्दा हेर्दै घुम्न जानु भ्याइँदैन कि है मस्त देखिन्छ त्यहाँबाट नि गर्दै 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 मलाई थाहा एकै ठाउँ देखाइरहने गाइज यहाँ चाहिँ डाँफे ढुङ्गा अरे कालिम्पोङबाट डाँफे उडेर आएर यहाँ आएर बसेर यो ठाउँको नाम चाहिँ डाँफे ढुङ्गा रहन गएको किम्मत दिइरहेछ प्रचलन
बाटो पनि छ है तपाईँहरू पनि देख्न सक्नुहुन्छ जय राफेढुङ्गाला महादेव गुफा जाने बाटोतिर छ अहिले चाहिँ हामी महादेव गुफातर्फ प्रस्थान गरिसकेको छौँ के कस्तो रहेछ बुझेर भन्दै नै छौँ होइन कति टाइम लाग्दो रहेछ